देशमा जब व्यथिति चरम बिन्दुमा पुगेको अनुभूति भयो। किन नगएको? घरबाट लिन आउँदा किन जानु? जाने मुल लाग्दैन। सरकारमाथि निरङ्कुशता, ढिलासुस्ती र जन उत्तरदायी नभएका आरोपहरू ओइरन थाले। त्यही समयमा नव युवाहरू सडकमा उत्रिए। भदौ 23 र 24 का दिन देशका प्रमुख सहरहरूमा देखिएको जेनजी आन्दोलन केवल भिडको उभार मात्र थिएन, त्यो एउटा पुस्ताको चेतना, आक्रोश र अपेक्षाको विस्फोट थियो। अब अति भयो भन्ने भावनाले सडक रक्ताम्य बने भने भौतिक संरचनाहरूमा आगो लाग्यो। आन्दोलनका मागहरू कागजमा लामो थिए, तर सार एउटै थियो: सुशासन र युवा नेतृत्वको उदय। पञ्चाय विरुद्ध लडेको पुस्ताले राजा महाराजको झल्को दिएको युवा पुस्तालाई मन परेको थिएन। म्युजिकल चेयर गेमबाट जनता दिक्क भएका थिए। त्यो 2 दिन कालो दिन थियो कि टर्निङ पोइन्ट भन्ने विषय इतिहासले मूल्याङ्कन गर्ने नै छ। तर तत्कालीन परिणाम आयो: नयाँ जनादेश, नयाँ नेतृत्व र नयाँ सरकार। Political earthquake in Nepal, where rapper turned politician Balendra Shah, widely known as Balen, is poised to become the country's next prime minister after a stunning election victory. यही पृष्ठभूमिमा भएको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिलायो र त्यसको नेतृत्वमा बालेन्द्र शाह बालेन देशको प्रधानमन्त्री बने। र्यापरबाट चिनिएका बालेनको काठमाडौँको मेयर हुँदै सिंहदरबारको सबैभन्दा शक्तिशाली कुर्सीसम्मको उनको यात्रा सामान्य विषय थिएन। काठमाडौँ महानगरपालिकाको मेयर हुँदा देखाएको आशा र जनताले देखाएको भरोसा देखाएका बालेन प्रधानमन्त्री बनेको 1 महिना पुरा भएको छ। विगतका सरकारहरूले 100 दिनलाई हनीमुन पिरियड भनेर भनिन्थ्यो, तर बालेन नेतृत्वको सरकारका लागि यो 30 दिन सामान्य समय रहेन। यो काँधमा जिम्मेवारी बोकेको हिसाब दिने अवधि हो। यो बाचा र व्यवहार बीचको दूरी मापन भइरहेको समय पनि हो। चैत 13 गते शपथ ग्रहणकै दिन बसेको पहिलो मन्त्री परिषद बैठकले सरकारको चरित्र स्पष्ट गर्यो। 100 बुँदे कार्यसूची पारित गरियो। त्यो पनि केवल नारा होइन, समय सीमा सहितको डेडलाइन गभर्नेन्स। राजनीति प्राय कहिले गर्छौँ भन्ने अस्पष्टतामा चल्ने ठाउँ हो, तर यहाँ पहिलो दिनमै भनियो कहिले के गर्ने। 5 वटा काम 1 साताभित्र गर्ने लक्ष्य राखियो। तीमध्ये सबैभन्दा चर्चित निर्णय थियो सट्टेबाजी एप र अवैध डिजिटल प्लेटफर्म 24 घण्टाभित्र बन्द गर्ने। र काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर हुने परम्परालाई तोड्दै यो निर्णय समयमै कार्यान्वयन भयो। यहीँबाट सरकारको पहिलो सन्देश गयो, भनेको काम गरेर देखाउने। तर हात्ती आयो खुस्सा हुने जोखिम पनि सँगै थियो। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल गठन भयो, तर पूर्णता पाउन सकेन। मध्यपूर्व सङ्कटको प्रभाव अध्ययन गर्ने बहुआयामिक कार्यदल गठनमा ढिलाइ भयो। यसले समयमै निर्णय हुँदा पनि संस्थागत संयन्त्रको सुस्ता भने पुरानै ढर्रामा चलिरहेको पनि स्पष्ट झल्कियो। एक हातले ताली बज्दैन भने केवल प्रधानमन्त्री कार्यालयको सक्रियताले मात्र समग्र प्रणाली चल्दैन। 1 महिनाको सबैभन्दा ठुलो परिवर्तन भनेको कार्यशैली हो। सिंहदरबारभित्र डिजिटल मोनिटरिङ सुरु भयो। मन्त्रालयहरूको काम अब कागजी फाइलमा मात्र सीमित नभई प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष ट्र्याक हुने व्यवस्था बन्यो। को भेट्न आयो भन्दा कुन काम कति भयो भन्नेमा ध्यान केन्द्रित गर्न खोजियो। मन्त्रीका स्वकीय सचिवहरूलाई अभिमुखीकरण गरियो। यो सानो निर्णय जस्तो देखिए पनि सन्देश ठुलो थियो। व्यक्ति होइन, प्रणाली बलियो बनाऊ भन्ने सन्देश पनि थियो यो। तर यही बीच अर्को बहस सुरु भयो। के यो अत्यधिक केन्द्रीकरण हो? केही मन्त्रीहरूले गुनासो पनि गरे। लोकतन्त्रमा गति र परामर्श बीच सन्तुलन मिलाउनु चुनौतीपूर्ण हुन्छ र बालेन सरकार अहिले यही 2 बाटोमा उभिएको देखिन्छ। तर बन्द कोठामा राजदूतहरूलाई भेट्ने विगतको प्रचलन अन्त्य गर्दै सबै देशका राजदूतलाई एकै कोठामा राखेर नेपालका प्राथमिकताहरू स्पष्ट रूपमा राख्न सक्नु पनि नेपालका लागि ठुलो उपलब्धि नै हो।
यसले नेपाल कुनै मुलुकलाई काखा र कुनैलाई पाखा गर्ने नीति विपरीत छ भन्ने स्पष्ट पारेको छ। सुशासनको सवालमा भने सरकारले कडा सन्देश दिएको छ। सम्पत्ति छानबिन आयोग गठन। यो निर्णयले सिङ्गो राजनीतिक प्रणालीमा हलचल ल्यायो। 2062-63 पछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने म्यान्डेट सहित आयोग गठन हुनु साधारण निर्णय होइन। 1 वर्षभित्र प्रतिवेदन दिने लक्ष्य राखिएको छ। कानुन सबैका लागि बराबर भन्ने वाक्य प्राय भाषणमै सीमित हुन्थ्यो, तर यो कदमले त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेको देखिन्छ। त्यसैगरी मन्त्री स्तरीय निर्णयमा पनि कडाई देखिएको छ। श्रीमतीलाई जागिर लगाएको र अवैध लेनदेनमा संलग्न भएको भन्ने आरोपपछि श्रम मन्त्री दीपक शाहको बर्खास्ती भयो। त्यसैगरी गृहमन्त्री सुदन गुरुङमाथि प्रश्न उठेपछि उनले राजीनामा दिएका छन्। यसले सरकार सुशासनका लागि जिरो टोलरेन्स नीतिमा खरो उत्रिएको प्रश्न पार्यो। आफ्नो र पार्टीको मान्छे भनेर छोड्ने परम्परा अन्त्य भएको सन्देश प्रवाह गरियो। त्यसैगरी कर छली गरी मुलुकलाई खोक्रो बनाउने र सम्पत्ति शुद्धिकरण नभएका व्यापारीहरूमाथि पनि एक्सन थालिएको छ। यसले मुलुकको आर्थिक सुशासनको बाटोमा अघि बढेको सन्देश प्रवाह गरेको छ। यसले पनि अहिलेको सरकारप्रति जनताको भरोसा बढेको छ। प्रशासनिक सुधारमा अर्को उल्लेखनीय कदम हो कर्मचारीलाई 15 दिनभित्र तलब दिने व्यवस्था। यो निर्णयले सरकारी कर्मचारीको मनोबल बढाउने अपेक्षा गरिएको छ। यो निर्णयले ढिलो तलब, ढिलो कामको चक्र तोड्ने प्रयास गरिएको छ। भोको पेटले काम गर्दैन भन्ने यथार्थलाई सम्बोधन गर्ने प्रयास पनि हो यो। मन्त्री परिषद बैठकहरू बस्ने क्रम पनि बढिरहेको छ। चैत 13 को पहिलो बैठकपछि चैत 16, 24, 30 लगायतका मितिमा नियमित र आकस्मिक बैठकहरू बसे। वैशाखमा पनि निरन्तर बैठकहरू भएका छन्, जहाँ भ्रष्टाचार नियन्त्रण, सम्पत्ति छानबिन, मन्त्रालयगत प्रगति जस्ता विषयमा छलफल भएका छन्। सरकार पूर्ण रूपमा एक्टिभ मोडमा छ। यी बैठकले गरेका निर्णयहरूको प्रभाव समाजमा देखिन थालेको छ। सट्टेबाजी एप बन्द भएपछि अनलाइन जुवाको दायरामा कमी आएको रिपोर्टहरू छन्। डिजिटल निगरानीले केही मन्त्रालयहरूमा फाइलको गति बढेको छ। भ्रष्टाचार विरुद्धको सन्देशले सार्वजनिक पदाधिकारीहरूमा मनोवैज्ञानिक दबाव सिर्जना गरेको छ। डर बिना पिरती हुँदैन भने चाहिँ सरकारको कडाइले अनुशासन ल्याउने अपेक्षा गरिएको छ। तर 100 बुँदे कार्ययोजनाको प्रगति हेर्दा 1 महिनामा पूर्ण रूपमा सम्पन्न भएका कामहरूको सङ्ख्या सीमित छ। प्रारम्भिक 5 मध्ये 2 देखि 3 काम प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिन्छ भने बाँकी कार्यहरू प्रक्रियामा छन्। समग्र 100 बुँदे मध्ये करिब 15 देखि 20% काम प्रारम्भिक चरणमा अघि बढेको सरकारी स्रोतहरूले देखाएका छन्। यसले सरकार लामो यात्रामा रहेर सुशासनको गति समातिरहेको देखाउँछ। राजनीतिक रूपमा पनि बालेन सरकारको संरचना रोचक छ। रवि लामिछानेसँगको सहकार्य, पार्टी रविले सरकार बालेनले चलाउने अनौपचारिक समझदारीले पनि सरकारलाई स्थिरता दिएको छ। यद्यपि कहिलेकाहीँ मतभेद सतहमा आउँछन्, तर अहिलेसम्म सम्बन्ध सन्तुलित देखिन्छ। जहाँ धुवाँ हुन्छ त्यहाँ आगो पनि हुन्छ भन्ने भनाइ यहाँ लागू हुन सक्छ, तर त्यो आगो नियन्त्रणमै छ। युवा नेतृत्वको कुरा गर्दा जोश र होसको सन्तुलनले सफलता दिन्छ भन्ने कुरा इतिहासका कयौं प्रसङ्गहरूले पुष्टि गरेका छन्। बालेनको निर्णय शैली छिटो छ, कहिलेकाहीँ जोखिमपूर्ण पनि देखिन्छ, तर यही जोखिमले परिवर्तन सम्भव बनाउँछ। 1 महिनाको समग्र मूल्याङ्कन गर्दा बालेन सरकारको तीव्र गति, आक्रामक शैली, कडाई र प्रयोगहरूको मिश्रण हो। यसले पुरानो ढर्रालाई चुनौती दिएको छ। पुरानो घर भत्काउन सजिलो हुन्छ, नयाँ बनाउन गाह्रो भने झैँ अहिले सरकार यही दोस्रो चरणमा प्रवेश गर्दैछ। आगामी दिनका चुनौती अझ ठुला छन्। 100 दिने योजना केवल सुरुवात हो, तर के यी योजनाहरू समयमै पुरा हुन्छन् र भन्ने प्रश्न पनि उठिरहेकै छ। के डिजिटल प्रणाली स्थायी हुन्छ? के भ्रष्टाचार विरुद्धको अभियान निरन्तर रहन्छ भन्ने प्रश्नहरूको जवाफ पनि समयले दिने नै छ। बालेन सरकारको पहिलो महिना आशा र परीक्षणको सङ्गम हो। जनताले सुशासन, पारदर्शिता र परिणाममुखी काम गर्ने स्पष्ट म्यान्डेट दिएका छन्।
यदि सरकारले बोल्ने होइन काम गर्ने नीति कायम राख्यो भने यो केवल सरकार होइन नयाँ राजनीतिक संस्कृतिको सुरुवात बन्न सक्छ। अहिलेको सरकार आफैले देखाएको आशा र सिर्जना गरेका अपेक्षाको भारीले खिचिने छैन र सुशासन र सुधारको कायम रहन्छ भन्ने विश्वास गरौँ। यस्तै नयाँ अपडेट, रोचक कुराकानी र जानकारीमूलक भिडियोहरूका लागि हाम्रो च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोस्। तपाईको साथ र समर्थनले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा दिन्छ। धन्यवाद।